आज चाहिँ हामी यहाँ न्यू आई स्पोर्टको ब्याक टायर फेर्न जाँदैछौँ है। यो ब्याक टायर फेर्दाखेरि चाहिँ के कसो गर्नुपर्छ, यहाँनिर यो चिजहरू लाग्छ होइन। 14को यो ठुलो 24को चाहिन्छ होइन, यो खोल्नको लागि। अनि भित्र कन्ट्रोलरबाट तार खोल्नको लागि यो चिज चाहिन्छ होइन, यो स्टार एलएन की। अनि एउटा स्क्रुड्राइभर, अनि ब्रेकको खोल्नको लागि यो एलएन की चाहिन्छ है। अब अनि यो सुरुमा पछाडि साइडको यो टायर कभर हुन्छ त्यो खोल्नु पर्ने हुन्छ। यो चाहिँ अलरेडी खोलेर राखेको छ हामीले। अनि यसको लागि चाहिँ हाम्रो मैले चाहिँ यो म्याक्सिसको टायर ल्याएको छु। यसको टायर यो 120/70/12 यो 3375 किनेको है, हार्डवेयर सबबाट है त। अब खोलौँ। पहिला चाहिँ यो कन्ट्रोलरको तार खोल्नलाई हाम्रो डिकी खोलिसकेपछि यहाँनिर 4 हुन्छ, एउटा दुईटा तिनटा 4 8को यस्तो पाना भयो भनेदेखि यो खोलिन्छ है त। यो 4वटै खोलिसक्यो। अब झिक्नेलाई यसरी झिक्नुपर्छ सर्लको। यहाँ दुईटा यो कनेक्टर हुन्छ, अनि यसको यो सिट खोलिन्छ, यो दुईटा झिक्ने है त। यसरी निकालिसक्यो। यो हाम्रो के भन्छ, यो हाम्रो अगाडि ब्याट्रीको चाहिँ चाबीको लागि भयो, यो दुईटा यहाँ कनेक्टर हो चार्जरलाई। यो चाहिँ हाम्रो कन्ट्रोलर हो है त यसको होइन। त्योभन्दा कन्ट्रोलर खोल्नुभन्दा पहिला चाहिँ हाम्रो ब्याट्री पहिला अनप्लग गरौँ है। यो प्रपरली सेक्योर भएर काम गर्नुपर्ने हुन्छ है त। त्यसपछि यहाँ चाहिँ हाम्रो यो चाहिँ कस्तो एरेन्जमेन्ट हुन्छ भनेदेखि चाहिँ यो चाहिँ चाइनिज कलर कोड अनुसार एरेन्जमेन्ट हुन्छ कि, येल्लो ग्रिन ब्लू होइन। यो हाम्रो के छ भनेदेखि यो चाहिँ हाम्रो विलबाट आएको हो होइन, विल ड्राइभको लागि हो। हामीले यो कनेक्टर खोल्छौँ, त्यसपछि यो तिनवटा खोल्छौँ। यो कनेक्टरको चाहिँ कन्ट्रोलरमा चाहिँ यो कभर हुन्छ है त। यसरी कभर इजिली खोलिन्छ। अनि यहाँ हामीले यहाँ यो तिनवटा मात्र तार खोलेको छ होइन, येल्लो ग्रिन र ब्लू। यो तिनवटा यो कलर कोड चाहिँ तपाईँले याद गर्नुपर्ने हुन्छ। यो तलमाथि भयो भनेदेखि हुल चल्दैन हाम्रो पछि गएर होइन। यो फरक यताउता जोडे पनि केही फरक त पर्दैन, तर पछि तपाईँले उल्टाउनु पर्ने हुन्छ। यो T20 वाला स्टार की लाग्छ यस्तो है। झिक्यो। यो पछि अब आफ्नो टायर खोल्दा हुन्छ है त। यो एउटा कनेक्टर, अनि यो जुन सुरुमा येल्लो ग्रिन ब्लू हुन्छ है त। यसो कलर कम्बिनेसन टायर खोल्छौँ है त।
यो 14 को लाग्छ। सजिलो लागि म चाहिँ यो के भन्छ ब्रेकको होल सेटै निकाल्छु, त्यो चाहिँ सजिलोसँग निस्किन्छ है। सजिलोको लागि यसरी निकालेर यसरी त्यसपछि ल यो चाहिँ हाम्रो टायर निस्क्यो। मेरो सुविधाको लागि चाहिँ म अब लगेर टायर सबमा यो चेन्ज गर्छु है। फाइदा एक्काइस पहिला यो राख्ने पहिला यो 14 को नट लाउने यसरी है त।
यसलाई तारलाई छिराएर यहाँ माथि लाने है त यो तारलाई हामीले यसरी माथि ल्यायौँ यो कनेक्टरलाई यसमा कनेक्ट गर्छौँ है अघि हामीले फुकाला जस्तै सिरियल्ली येल्लो ग्रिन ब्लू गरेर यो कनेक्टरलाई चाहिँ यसमा हामी कनेक्ट गर्छौँ है त हाम्रो कनेक्सन सेक्योर भइसकेको छ है त येल्लो ग्रिन ब्लू त्यतापट्टि कनेक्टर पहिला हाम्रो कनेक्ट भइसकेपछि पहिला हाम्रो कनेक्सन चाहिँ अब ठिक भयो कि भएन यताउता मिस्टेक गर्छ छैन चेक गर्नलाई यसलाई हामी पावर दिन्छौँ ब्याट्री पावरमा जोड्यौँ अन गरौँ अन भयो अन भयो 81% अहिले 31,228 किलोमिटर कुदेको छ लगभग 16-17 हजारमा पहिलो टायर चेन्ज गरेको थियो होइन अहिले 31,000 एउटा टायरले 15,000 जति चाहिँ दियो है त टायर कुद्छै कुद्दैन हेरौँ चाहिँ हाम्रो 1 मा है घुम्यो यसलाई 2 लैजाउँ अब हेरौँ 2 मा नि कुद्यो है 35 स्पिड दिएछ अब 3 मा लैजाउँ 45-48 कुद्यो सक्सेस भयो है त बन्द गर्छौँ है यसको कभर कन्ट्रोलर कभर लगाएर यसको माथिबाट कभर गरिदिन्छौँ है त यो सिट कभरको पनि यो चार्जिङ पोर्ट र होइन हाम्रो ब्याट्री ओपनरको चाहिँ लगाइसकेपछि यसलाई